नमस्कार, म यहाँहरूलाई आज राष्ट्र प्रमुख हुने योग बताउन गइरहेको छु। अस्ति मैले चुनावमा विजय योगको बारेमा एउटा लामो भिडियो, एउटा छोटो भिडियो मैले प्रस्तुत गरिरहेको छु। अब यस्ता प्रकारले जनताबाट अनुमोदित भएर गइसकेको व्यक्ति राष्ट्र प्रमुखसम्म हुन्छ कि हुँदैन भन्ने सन्दर्भको विषय रहेको छ। शास्त्रमा एउटा कुरा प्रमाण छ, त्रिवीर स्वस्तिर भवेत मन्त्री स्त्रीवीर रुचर नराधिप। तीनटा ग्रह उच्च छन् भने त्यस्तो व्यक्ति राजाधिराजा हुन्छ। र अर्को पनि योग लेखिएको छ, लग्नाधिप केन्द्रगतः करोति योगाधिराजम कुलभूषणाढ्यम। यस अनुसार हामी यहाँ कुण्डली विश्लेषण गरौँ। यहाँ लग्नमा लग्नेश मालव्य योग बनाएर बसेको अवस्था छ। तपाईले हेर्न सक्नुहुन्छ, तुला लग्नमा शुक्र छ। दशम स्थान पद प्रतिष्ठा मान प्रतिष्ठाको स्थानको स्वामी स्वयं चन्द्रमा उच्च रहेका छन् भने कम्युनिकेसन, दिमाग, ट्यालेन्टसिपको कारक बुध पनि उच्च भएको छ, जो यहाँ भाग्यश पनि हो। यो कुण्डलीमा तपाईँ हेर्न सक्नुहुन्छ, यो कुनै पनि एउटा राष्ट्र प्रमुखको कुण्डली हो। यो कुण्डली हो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कुण्डली हो। यसमा तपाईलाई कुनै कमेन्ट भए यहाँहरूले पुनः गर्न सक्नुहुन्छ। जय श्री राधे।